आज चाहिँ के साथीहरू म र मेरो सानो चाहिँ धनकुटा जिल्लामा रहेको सालेरीको महेन्द्र पार्कमा छौँ। यहाँ चाहिँ हेर्नु न कत्रो कत्रो सल्ला छ। यहाँ एकदम बस्नको लागि एकदम राम्रो ठाउँ पनि छ। पहिला चाहिँ त्यति राम्रो थिएन। अहिले चाहिँ त्यसलाई व्यवस्थित गरेर राम्रो बनाएको छ क्या बस्ने ठाउँहरू पनि प्रायः धनकुटामा आउनुहुने चाहिँ यहाँ एकदम आउनु पनि हुन्छ। हामी पनि धेरै पछि आयौँ यहाँनिर चाहिँ यो पार्कमा चाहिँ। अनि त्यसपछि यहाँ चाहिँ टिकटक बनाउनको लागि, भिडियो सुट गर्नको लागि, फोटो बनाउनको लागि एकदमै राम्रो ठाउँ छ क्या। हेर्नु न कस्तो राम्रो छ नि सलेरीको चिसो चिसो हावा गरेमा त एकदमै आनन्द आउँछ। त्यही पनि हजुरहरू पनि एकचोटि भिजिट गर्नुहोला। यो कचिडेको होमस्टे पनि यतैबाट जान्छ। एकदमै सस्तो राम्रो छ क्या होमस्टे पनि। यहाँ चाहिँ सल्लाहहरू एकदम छ। ऊ चाहिँ मेरो बहिनी हो। एकदमै मेरो मिल्ने साथी भने पनि बहिनी भने पनि सबै थोक उनै हो। अनि म चाहिँ हल्का यहाँनिर भिडियो बनाउँदैछु सलेरीको। अनि यहाँ चाहिँ योगाहरू गर्न पनि एकदमै राम्रो ठाउँ छ। हजुरहरूलाई मर्निङ वाक गर्नको लागि पनि एकदमै राम्रो छ। अनि यो चाहिँ देखिएको धनकुटा बजार अलिकति मात्रै देखेको छ। मेरो बुनु चाहिँ यहाँ के गर्दैछे अनि हेर्नु त। अनि